हामी कहाँ जानु लाग्यो आज बुटोल जान लाग्यो लैन किन जानु लाग्यो त्यो बुटोल हामी बुटोलमै छैनौँ र पाला किन्न चाहिँ हामी यहाँ शङ्खनगर चोकमा आछौँ र चाहिँ हामी मेट्रो चढेर साइकल गाडी चार मुल्का खै कति हो यसलाई यिनी 40 रुपियाँ नै के एउटा चुच्चा लानुलाई धेरै किन लाने र आजबाट नि बत्ती पाल्ने होइन जानु कुन बाटो गर्दा जे पैसा यता आजबाट तिहार स्टार्ट आज सबैजना खुचो छ त किन हो यस्तो ठुलो पसल राख्नु पाउँछ नि आज आज कति धेरै भिड हो बजारमा के हो शनिबार पनि गरेर जान्छ नि आज त्यो उसमा कालो तिल पनि चढाउनु पर्छ अरे आज शनिदेवको पनि भएको भएर दियोमा कालो पालो यहाँ रहेछ कति हो यो पालोलाई सानोलाई सजिलो त ढङ्ग छैन भिडियो मात्रै हालिदियो त्यो बाटो गरी बजार देखाउँछु नि हो कति भिड हो नि म त यहाँ रोक्नै यहाँ हिँड्ने ठाउँ पनि छैन त कति भिड छ बजारभित्र त छिर्ने छैन थाहा छैन कताबाट छिर्ने हो मेलामा आएको कि बजारमा आएको छैन कि छिर्ने हामी त के किन्न जाने हो र एउटालाई अब यहाँ बाटो खोज्ने हो कि भिडियो गराउने हो हरियो हरियो साग खाम भन्नलाई पनि मैले सागै खानु अमला खाऊँ न अमला कति लाग्यो त 8 किलो लानु कि बजार आउने बेला पसलमा ठुलो खानु मिठै हुन्न के काम छैन हामी घर आइसक्यौँ बुटोल बजार गरेर
काम चाहिँ केही नि थिएन। अब हामी गएर घर गएर पूजा गर्ने हो। यहाँ झिलिमिली पनि लागिसकेर हिँड्छ घरमा, सबैको घरमा। हाम्रो घर पनि लगाउने हो, हाम्रो घरमा नि लगाउने हो, मन्दिरमा नि लगाउने हो, हाम्रो घर पनि लगाउने हो, पूजा नि गर्ने हो, पूजा नि गर्ने हो। अनि बाटो काटेर किल्लै पाएन यो किल्ला चाहिँ नै टेप्पे गरे पनि हुन्छ। ढिलो भइसक्यो पूजा गर्न, फुल पनि पाएनौँ। काटी पनि हँदेर छ, फुलै छैन, पात टिप्नु मात्रै। र हामी चाहिँ छिटो घर गएर पूजा गरेर त्यो र फुलै छैन बजार हाम्रो। ओके हो, फुल आएको छैन क्या हो, अलिक पछि आउँछ। न के हुन फाले चढाइदिउँ आज, फाले फुल चढाइदिउँ आज। के गर्ने काली फुल टिप्न पनि। टिप्नु के केही नै हुन्न, चढाउने हो भन्ने त हो। मलाई 5000 रुपियाँ जरिमाना थियो नि। ल्यान्छ त फुल किन मार्छ र फुल त भगवान्लाई चढाउन पनि। व्हाइट कलरको फुल रहेछ त्यहाँ एउटा भगवान्लाई चढाउने हो है। आमालाई गएको छ नि, आमालाई चाहिँदैन। पातलाई पनि त फुलै हो, पात पनि टिपम चढाउनु हुन्छ भगवान्लाई। लौ लौ के पूजा गरे आज? हटस्मा भन न। ए के अरे धनतेरसको पूजा गर्ने ढङ्ग नभई त पुग्ने हो नि। मेरो काम चाहिँ के नि थिएन आज, झोला बोक्ने बाइक। यस्तो घरमा सबैको झिलिमिली लगाइसकेको रहेछ। हामी कति बजी गर्छौँ र? त्यही त गरेनौँ, त्यही टाइम लाग्यो। हामी कति 4 बजी 4:30 बजी निस्केको थियौँ कि। 4:30 5 6 2 घन्टा लाग्यो हामी त झन् छिटो गएर। झिलिमिली झिलिमिली सबै बालिसकेछ नि लाइटर केरामा काट्दै जल्दै राख न उके लाइटर रुक रुक सबै त्यो क्यामेराको लागि हो। अनि हाम्रो घरमा त्यो सोच सबै बस न बस टुक्रो अझै हाल न कति निक्ला सम्झौ है राजुलाई हाम्रो त्यस्तो नहोस् भनेर परिवारमा राम्रो होस् काम सबै गर्न पनि आफै जान्छ 5 छुट्टी गरौँ भयो भयो। धनतेरसको पूजा पर्ने के अरे अब छैन के गर्ने, यस्तै छ जस्तो भए पनि। हाम्रो धनतेरसको पूजा पनि सकियो।
झिलिमिली सबैको घरमा झिलिमिली छ। सबैको घरमा झिलिमिली लागेपछि बाई गर्नु मम्मी। पूजा सकियो।